त्यो खासमा डिभोर्स चाहिँ के भएर हुँदो रहेछ? राम्रो गर्न खोज्दा तपाईँले भनेअनुसार तपाईँको काम तपाईँको व्यवहार अनुसार खासै गलत हुनुहुन्छ जस्तो पनि देखिँदैन। खासमा डिभोर्स चाहिँ किन हुँदो रहेछ श्रीमान श्रीमती बिच? अब हाम्रो त्यस्तो अब झगडा यताउता भएको भयो, अब कारण निस्किन्थ्यो, हामी बिच चाहिँ कारण केही पनि छैन। उहाँको चाहिँ अब उहाँको भनाइमा चाहिँ, मेरो भनाइमा त अब उहाँ अब बाहिर अब 2-3 महिनासम्म घर आउन छोडेपछिको कुरा आएको हाम्रो चाहिँ। उहाँ अब घरै आउन छोडेपछि मैले किन नआउने भन्न थालेपछि उहाँले अब मेरो नाइट टिप छ भन्ने, हिँड्ने, झुट बोल्ने धेरै गर्न थाल्नुभयो। त्यसपछि किन झुट बोल्नु भएको, कहाँ जाने, कहाँ बस्ने गरेछ, नाइट भनेर रातभरि गाडी लिएर हिँड्ने भनेर सोधी खोजी गर्दाखेरि चाहिँ उहाँलाई शङ्का गरेको भयो अरे। त्यसपछि अब मोबाइल चेक गरेर मैले अब रात दिनै घर आउन छोडेपछि त अब कहाँ जान्छ के गर्छ भनेर खोजिने त म घर बसेपछि त मैले अलिअलि त गरिहाल्छु, जहिले पनि गर्छ हैन। अब 1 रात होइन, 2 रात होइन। त्यसपछि ती माथि फेरि मैले अब उहाँले नाइट गर्छु भनेर हिँडेको झुट थाहा पाएँ। उहाँले नाइट गर्छु भनेर हिँडेर गाडी अर्कैलाई दिएर हिँड्नु हुँदो रहेछ। गाडी नै नभएपछि के काम गर्ने? नाइट स्वाभाविकै हो। हजुर। अनि नारीले संसार जे पनि सहन्छन् रे, तर सौता सहन्न भन्छन् नि। कता कता श्रीमानले सौता पो ल्याइहाल्ने हो कि होइन? अब ढाँटेर कता गइदिने, अब नाइट टिप जाने भन्ने, ट्याक्सी अर्कैलाई दिने भने त्यही पीडा थियो तपाईँमा। शङ्काको बाटो त्यहीँबाट उत्पन्न भयो, त्यसले डिभोर्ससम्म पुऱ्यायो। त्यसैले हो। अब त्यो सोद्धाखेरि चाहिँ उहाँलाई फेरि अब टर्चर भयो अरे। मैले अब कहाँ जानुहुन्छ के गर्नुहुन्छ भन्दा सोद्धा अब उहाँको मोबाइल हेर्दा चाहिँ अब मलाई मेरो मोबाइल चेक गर्ने, मलाई यहाँ गइस् त्यहाँ गइस् भनेर सोध्ने, मलाई यति टाइममा घर आइज भन्ने, मलाई टर्चर भयो, म बस्न सक्दिनँ भनेर उहाँ आफैले गएर उजुरी दिनुभयो। अनि त्यसपछि अब मैले मेरो गल्ती छ भने मलाई माफ गरिदिनु, तपाईँको गल्ती छ भने नि म माफ गरेर बस्छु, म बस्न तयार छु भनेर हरेकचोटि अब रोएँ, कति गिडगिडाएँ, कति रात भोकै बसेँ, कति खाएँ, कति खाइनँ, त्यो मलाई मात्रै थाहा छ।